वेलकम टु माई मिनी ब्लग। हामी चाहिँ लेन्सबोरो हुँदै मलिनीतिर लाग्यौँ। राम्रो पहाडवाला भ्यू हेर्दै हामी गयौँ बोटानिकल गार्डनतिर। त्यहाँ चाहिँ राम्रो क्याफे पनि रहेछ। म्याप हेर्दै कफी अर्डर गरेर फुल हेर्दै वेट गर्दै थियौँ। कफी पनि रेडी भयो। भ्यू हेर्दै कफी पिएर हामी लाग्यौँ अरू एरिया घुम्न। त्यहाँनिर राम्रो फुलहरू नि रहेछ। हामी गयौँ ट्रेन हेर्नलाई। यो चाहिँ पुरानो रहेछ, सायद किड्सको लागि होला। यहाँनिर चाहिँ पानी रहेछ तर साँप पनि आउँछ भन्दै थियो। अनि हामी गयौँ बर्ड वर्ल्डतिर। यहाँनिर हाँस कुखुरा अरू बर्ड्सहरू पनि रहेछ। यसको नाम चाहिँ के हो मलाई थाहा भएन। त्यस पछाडि हामी गयौँ भेडाहरू हेर्नलाई। अनि यो सुगा पनि थियो। यिनीहरूले मलाई छोडेकै थिएन। जता गयो त्यति उडेर आएर कति रमाइलो लागेको।